नमस्ते सम्पूर्णमा म जुनिता है हजुरहरूको समक्ष आज सानो एउटा भिडियो लिएर हजुरहरूको समक्षमा उपस्थित भएको छु र मनमा लागेको है मलाई चाहिँ यो म सोचेको थिएँ म भिडियो बनाउँदिन भनेरै सोचेको थिएँ हैन धेरै कतिवटा कुरोलाई इग्नोर गर्नु पर्दा रहेछ त्यस्तो कुरोहरूलाई भनेर चाहिँ मैले चाहिँ छोडेको थिएँ कि तर अचानक फेरि यस्तो कुराहरू सुन्दाखेरि नि अब चाहिँ म सहनु सक्दिनँ कारण के हो भन्दाखेरि चाहिँ म हजुरहरूलाई कन्टिन्यू मेरो भिडियो चाहिँ सायद पोस्ट डेली हुनसक्छ होला तर मेरो भिडियो आज छोटो पनि हुनसक्छ है त्यसले गर्दाखेरि मैले हजुरहरूको समक्ष एउटा सानो भिडियो लिएर आएको छु र यो मेरो रिस चाहिँ के को लागि हो भन्दाखेरि चाहिँ नि रिस भन्नु कि के भन्नु है मेरो लागि त हुनु त यस्तो कुरा मेरो लागि माइनर हो तर म यो भिडियो बनाउनु दरकार छ है र चाहिँ म आज भिडियो बनाउनुको लागि तयार भएँ किनभने मलाई अचम्मै रिस उठ्यो कारण चाहिँ के हो भन्दाखेरि हेर्नुहोस् है म सानैदेखिको उमेरमा है मेरो जिउमा देवी देवताले बास गरेको थियो है अन्त मलाई थाहा थिएन त्यो कुराहरू अब है म सानै थिएँ घरि लडी हिँड्थेँ घरि रातो लुगा लगाउँदाखेरि पनि रिङ्गाटा लागेर ढली हिँड्ने के भन्छ यस्तो हुँदै 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 मेरो जीवनमा धेरै यस्तो घटनाहरू घटेर आयो त्यहाँदेखि अचानक म धेरै वर्षको पछाडि चाहिँ म अहिले 3-4 साल भयो मैले है यसरी अब लगभग 3-4 साल 4 साल त लाग्यो है र मलाई देवी देवताले रुचाएर चाहिँ अहिले चाहिँ म प्रपरली अब है म हुनु त त्यस्तो भयङ्कर माता होइन तर पनि हेर्नुहोस् मलाई आयो देवी देवता है तर म देवी देवतासँग अब मैले भगवानले मलाई जे रुचाउँछ त्यही त हुन्छ है भगवानको लीला अपरम्पार छ होइन त्यसले गर्दाखेरि मैले भगवानलाई मैले लिएँ है मैले भगवानलाई मेरो शरीरमा आउनुभयो उहाँले मलाई बास दिनुभयो उहाँको मेरो शरीरमा बास लिनुभयो है म यति साह्रो खुसी थिएँ है भगवानसँग हेर्नुहोस् म मान्छेलाई भन्दाखेरि मलाई केही जस्तो पनि लाग्दैन थियो ठिकै छ मलाई मान्छेलाई त मान्छेले के चाहिँ भन्दैन र तर भगवानलाई पनि मान्छेले छोड्दैन रहेछ किन भन्दाखेरि चाहिँ म हेर्नुहोस् माता भइसकेर है जब चाहिँ मलाई यहाँनिर माथिनिर गुफा बसायो है मलाई 7-7 दिनको गुफा बसायो म त्यसै बसेको होइन मलाई थाहा पनि थिएन त्यहाँको देवी देवता किनभने यहाँनिर चाहिँ म विवाहित भएर आएको जग्गा हो यहाँनिर के थियो कसो थियो मलाई थाहा पनि थिएन यति चाहिँ सुनेको थिएँ यहाँनिर मन्दिर छ अरे भनेको छ अरे मात्रै थिएँ म त तर त्यो कुरा चाहिँ थाहा थिएन है तर अचानक मलाई यहाँको देवी देवता आएर चाहिँ मलाई गुफा बस्नु लगायो राति 12 बजी राति म आएर चाहिँ त्यो जग्गामा म गुफा बसेँ है अन्त तर त्यसै आएको होइन नि त तर त्यो चाहिँ मलाई त्यहाँको देवी देवताले चाहिँ मैला भयो फोहोर भयो एउटा चिनाइदिए यो जग्गालाई चिनाइदिए भनेर चाहिँ मलाई उहाँले अराउनु भएर चाहिँ मलाई 7 दिनको गुफा बस्नु भयो मैले दिनैभरि केही पनि खान्थिनँ खालि एउटा फ्रुट खाएर चाहिँ म मतलब व्रतै थियो मलाई थाहा पनि थिएन मैले